हामी गोर्खा डायरीको तर्फबाट श्री एनबी खतिवडाज्यू, भारतको सर्वोच्च तथा उच्च अदालतका वरिष्ठ अधिवक्ता, सिक्किम विधानसभाका पूर्व विधायक र सामाजिक गरिमाका सशक्त आवाजसँग गरिएको एक महत्त्वपूर्ण अन्तर्वार्ता प्रस्तुत गर्दैछौँ। यस संवादमा उहाँले भारतीय गोर्खाको पहिचान, गोर्खा भाषाको सवाल र गोर्खा समाजको संरचनालाई संवैधानिक र ऐतिहासिक दृष्टिकोणबाट स्पष्ट र प्रभावकारी रूपमा प्रस्तुत गर्नुभएको छ। यो अन्तर्वार्ता गोर्खा अस्मिता, सम्मान र अधिकारको बहसमा एक सशक्त बौद्धिक हस्तक्षेप हो। नमस्कार माननीय एनबी खतिवडाज्यू, हामी सबैको तर्फबाट तपाईलाई अभिनन्दन जनाउँदैछौँ। सिक्किमको विषयमा केही जान्न पर्दा हजुरलाई नै सोध्नुपर्ने मानिन्छ। त्यस अन्तर्गत सिक्किममा 1947 को दस्तावेज लिएर केही प्रश्न गर्न चाहन्छु। अनि सिक्किमका युवाहरूले भन्ने के गरेका छन् भने सिक्किममा गोर्खा शब्दको प्रयोग हामीलाई थाहै छैन भन्छ। यो अध्ययनको कमीले हो या यस विषय नपढाइएको कारणले हो? हामीले प्रजातन्त्रको लागि आन्दोलन गर्यौं। अनि प्रजातन्त्रको लागि आन्दोलन गर्दाखेरि राजाले प्रजातन्त्र दिएको भए कुरै सकिन्थ्यो। तर राजाले पनि हामीलाई छुट्याउने, पहिला चाहिँ हामीलाई चाहिँ सिक्किमको नोटिफिकेसनहरुमा गोर्खाली भनेको थियो, गोर्खा भनेको थियो। 1923 को नोटिफिकेसन, त्यसलाई 1935 मा एमेन्ड पनि गर्यो। त्यो एमेन्डमेन्टमा पनि गोर्खा नै भनेको छ। अनि त्यो नोटिफिकेसनहरु हाम्रो ओल्ड लजहरुमा छँदैछन् र फर द रिजन बेस्ट नोन टु राजा पार्टी। अनि यिनीहरू सिक्किमको त्यति बेलाको सरकारमा 53 मा 52 मा गएर चाहिँ यहाँ सिटहरू बाँड्ने बेलामा नेपाली सिट र भोटे लाप्चे सिट भनेर त्यो नेपाली भन्ने चाहिँ कुरा त्यति बेला लायो। हामीलाई त्यो नेपाली बोल्ने मान्छे भनेर हामीलाई चाहिँ नेपाली भन्दा पनि कोही दुख्दैन थियो। तर पछि गएर चाहिँ त्यो चाहिँ षड्यन्त्रको बिउ रोपेको थियो रहेछ र त्यो षड्यन्त्रको बिउ चाहिँ बिस्तार बिस्तारो ठुलो हुँदै गएर चाहिँ आखिरमा हामीलाई नेपाली भन्ने हाम्रै नेताहरूले पनि नेपाली भन्नुपर्छ, हामी यो गोर्खा होइन, गोर्खा भनेको खोलापारीको भनेर भन्छन्। तर त्यो नेपाली भन्ने बित्तिकै हाम्रो आइडेन्टिटी नै डाइल्युट भएर अनि छोगेलले पनि नो डाउट यो के अरे मेयर्थ एग्रिमेन्टमा पनि नेपाली भन्ने शब्द लागेको छ। तर त्यसमा पनि त्यो त्यो जुन एग्रिमेन्टमा पनि हामीलाई साइड लाउनको लागि नै त्यो लगाएको रहेछ भन्ने कुरा चाहिँ हामीलाई बिस्तार बिस्तार पछिसम्म लागिराखेको छ। अहिले र सिक्किम भारतमा गाभिनुभन्दा अघिको इतिहासमा पनि के गोर्खा शब्द प्रयोग भएको थिएन भन्ने कुरा हामी जानकारी लिन चाहन्छौँ। मसित एउटा स्टेटमेन्ट छ सिक्किम स्टेट कांग्रेसको पिटिसन टु दि महाराजा अफ सिक्किम भन्नेमा। त्यहाँ यसरी इन्ट्रोड्युस गरेका छन्। त्यो 9 डिसेम्बर 1947 मा लेखिएको छ। द अब्जेक्ट अफ राइटिङ दिस pamphlet publication withheld for the present is to air the grievances of the downtrodden riots subject people of Sikkim state consisting of Sikkim Gorkhas, Bhutias and Lepchas भनेर गरिएको छ। यसमा सिल्ड साइन गर्नुभएको तासी छिरिङज्यू, प्रेसिडेन्ट सिक्किम स्टेट कांग्रेस। त यस बारे हजुरले अलिकति बताइदिए। सिक्किम स्टेट कांग्रेस भनेर पार्टी बनाएको थियो। त्यो सिक्किम स्टेट कांग्रेस, त्यो सिक्किम स्टेट कांग्रेसको चाहिँ ले चाहिँ
49 राजदरबार घेरेर सबै त्यति बेला डिस्ट्रिक्ट पनि धेरै थिएन सिक्किममा दुईटा डिस्ट्रिक्ट मात्रै भन्थ्यो गान्तोक डिस्ट्रिक्ट नाम्ची डिस्ट्रिक्ट हजुर अहिले 6वटा डिस्ट्रिक्ट भइसके अन्त तर त्यति बेला त्यति मात्रै थियो र त्यसको त्यस बेलामा सिक्किममा कालो भारी बोकाउने एउटा त्यो के अरे नराम्रो मान्छेलाई चाहिँ अब त्यो अङ्ग्रेजको गुड्सहरू जति उता उता इङ्ल्यान्डबाट आउँथ्यो त्यहाँ आएर त इन्डियामा आएर चाहिँ विशेष गरेर कलकत्तामा लोड हुन्थ्यो होला लोड हुन्थ्यो होला जहाजबाट आएर अनि त्यो चिज चाहिँ टिबेट पुर्याउनु पर्ने हजुर अन्त त्यो टिबेट पुर्याउनु पर्ने अथवा चाइना भनौँ त्यति बेला त अब के अरे चाइना त अननोन जस्तै थियो हजुर सिक्किमका लागि पनि अन्त त्यो लोड चाहिँ उता पुर्याउनु पर्दाखेरि चाहिँ जबरन मान्छेलाई भारी बोक्न जानुपर्छ होइन भने तेरो घरबारी पनि लगिदिन्छु भन्ने पाराले मान्छेलाई चाहिँ कम्पलसरी हजुर त्यो के अरे आफ्नो सातो चामल खाएर उनीहरूलाई खानापिनाको व्यवस्था पनि छैन अनि पैसा दिने त कुरा पनि छैन दिए भने पनि पैसा त्यति बेला 1 आना 2 आनाको कुरा मात्रै थियो अन्त त्यसले गर्दाखेरि ती मान्छेहरूलाई त्यो लोड उता लाने गर्ने गरेको थियो र फेरि खजाना चाहिँ राजाको दरबारको घरको खर्च पनि त्यो उता रहितहरूले उठाएको खर्च त्यो खजाना दिनेले राजाको भान्साघर पनि चल्थ्यो रहेछ त्यस्तो अवस्थाको सिक्किम थियो रहेछ र त्यहाँदेखि एकखेप त्यस्तो भयो अनि त्यसको विरोधमा त्यो हामी भारी बोक्नु लाउँदैछ यस्तो गर्दैछ भनेर अनि गाउँमा भएका मण्डल ठेकेदार भन्नेहरू काजी भन्नेहरूले चाहिँ आफ्नो घरको काम गर्नलाई सम्म पनि उनीहरूका मातहतमा भएका मान्छेलाई चाहिँ उनीहरूलाई पनि लगेर चाहिँ काम गराउने गरेकोले गर्दा त्यो विद्रोह भयो हजुर अनि त्यो विद्रोहमा राजालाई पनि त्यो सबै सुनाइसकेपछि चाहिँ अबले के गर्नु हुँदैन भनेर झारलाई कालो भारी चाहिँ अबदेखि लाउनु हुँदैन भनेर नोटिफिकेसन निक्लेको छ नोटिफिकेसन निक्लिँदा सिक्किममा जहिले पनि नेपाली भाषामा र अन्त के अरे अङ्ग्रेजीमा त्यसको अनुवाद जस्तो चाहिँ छापिन्छ अन्त त्यसले गर्दाखेरि चाहिँ अब के अरे भाषाको कुरा टुटुदेखि चलेको हो गोर्खाली भाषै गोर्खै भन्ने थियो त्यसलाई चाहिँ गोर्खा भाषै भन्थे हजुर पछि चाहिँ नेपाली भाषा चाहिँ जति बेला नेपालदेखि लिएर अब कहिलेदेखि भएको छ त्यो त हजुरहरूलाई झन् स्पष्ट छँदैछ हजुर अन्त पारसमणि प्रधान साहबको पालादेखि या कहिलेदेखि भएको मात्रै त हो नि हजुर अनि त्यसले गर्दाखेरि त्यति बेलासम्म त गोर्खाली नै भन्दै गरेकै त्यो जान्ने मान्छे अब आज कम भयो मरिसके गोर्खा शब्द र गोर्खा भाषा गोर्खालीहरूको त्यति बेला पनि त्यति बेला पनि प्रचलितै थियो प्रचलित थियो तर विद्या स्कुल भन्ने छँदै थिएन त्यसले गर्दा नपढेका मान्छेहरू भएकाले गर्दाखेरि त्यो लिखितमा पनि धेरै बसेन अन्त भन्दाखेरि अब के अरे आफ्नो साइला माइला काइला भन्यो फलानु भट्टराई काइलो फलानु चापागाई माइलो भनेर चाहिँ त्यस्ता पाराले एड्रेस गरेर मान्छेलाई बोलाउँथे नाम आफ्नो नामले बोलाउँथे त्यसो गर्दा गोर्खाको भाषा प्रचलित भए पनि त्यो लेख्ने त त्यति बेला त्यो नोटिफिकेसनहरू प्राय के अरे नेपालीमा छापिदियो अङ्ग्रेजीमा कि गोर्खाली भाषामा त्यो गोर्खालीमा छापिन्थ्यो अनि त्यहाँदेखि
फेरि त्यसको चाहिँ त्यो अरू के अरे नबुझ्नेहरूका लागि चाहिँ अङ्ग्रेजी पढ्नेहरूले चाहिँ अङ्ग्रेजीमा त्यसको अनुवाद पनि गरेर थालेको थियो त्यो स्थिति थियो। त त्यो सन्दर्भमा हजुरले के भन्नुहुन्छ? आउँदो सेन्ससमा जुन चर्चा चलिरहेछ, हामी यता दार्जिलिङ डिस्ट्रिक्ट भारतपछि भरि छरिएकाहरू गोर्खाहरूले त गोर्खा भाषा गोर्खा जाति हजुर नै हामीले प्रेषित गर्ने विषयमा पुरा बन्ठन गरेका छौँ। सिक्किमले पनि के गर्ने र सिक्किमले पनि त गोर्खा भाषा गोर्खा जाति नै गर्न सके यो साह्रै राम्रो हुने थियो सम्पूर्ण भारतको परिप्रेक्ष्यमा। हजुरको भनाइ के छ? अनि त्यो त अहिले त गर्नै पर्छ। अब त कर लाग्यो। अब हामीले नेपाली भन्दा भन्दै हामीलाई चाहिँ अब हाम्रा प्रजातन्त्र मन नपराउनेहरू पनि छन् नि अहिले पनि। अब धेरै त छैनन्, हजुर, अब तर भए पनि छन्। उनीहरूले चाहिँ नेपाली भन्ने बित्तिकै नेपाल देखाइदिन्छन्। त्यसले गर्दाखेरि सिक्किमका मान्छेले अहिले यो सेन्ससमा अब अरूले त भन्दैनन्, भन्नु भन्दैनौँ भने हामी जति हाम्रो गोर्खालीहरूले चाहिँ अब गोर्खा भाषा नै भन्नु पर्यो, किनभने यो भाषा गोर्खा जाति पनि भन्नु, गोर्खा जाति नै भन्नु पर्यो र गोर्खा भाषा नै भन्नु पर्यो। र कतिजनाले गोर्खा भन्नु हुँदैन भन्नेहरू पनि छन्, तर तिनीहरू चाहिँ बहुत कम्ती भइसकेका छन्। अनि उनीहरूलाई जवाब चाहिँ यस्तो छ कि गोर्खा भन्न नमानेर अनि त्यहाँदेखि नेपाली नेपाली भन्दाखेरि त त्यो नेपाल पनि त्यहाँ नेपालमा परेको पानी सिक्किममा गएको छ। त्यसले गर्दाखेरि त्यस्तो अवस्थामा हामीलाई चाहिँ सिक्किमको मान्छेलाई पनि सम्झाउनु परेको छ। म आफै पनि के अरे गोर्खाकै छोरो हुँ। मेरो बाबा पनि 1939मै गोर्खा पल्टनमा जानु भएर चाहिँ सेकेन्ड वर्ल्ड वार खेल्नु भएको हो। त्यसले गर्दा मेरो बाबुको पालामै घरमै हामीलाई त गोर्खा गोर्खा भन्थ्यो। गोर्खा भाषा गोर्खा जाति, गोर्खा भाषा गोर्खा भाषा पनि भन्ने थियो, गोर्खा कुरा भन्थ्यो गोर्खाको। त्यति बेला गोर्खालीको कुरा गर्नु न भन्थे गाउँमा। त्यसो हुँदा हजुरको विचारमा पनि आउँदो सेन्ससमा गोर्खा जाति गोर्खा भाषै प्रेषित भएको सम्पूर्णमा तपाईँ भने त्यो गर्नै पर्छ। त्यसले गर्दा एउटा अर्को के हुन्छ भनेदेखि सानो भारत अब त भारतमा गइसकेपछि त अब सिक्किम चाहिँ अर्कै हो भन्न त मिल्दैन। अन्त जब भारतको सेन्ससमा अब सिक्किमले पनि जवाब दिँदाखेरि त अब गोर्खाली भाषा नै भन्नु पर्यो नि। यो नेपाल यसको नाम त अहिले पहिला त के अरे भोटे कुरा भन्थे, भोटेहरूले आफ्नै बात कुरा गर्थे। अनि अरू तर भोटेहरूले पनि नेपाली भाषामै कुरा गर्छन् घरमै पनि। अन्त हिजो आज चाहिँ अलिकति त्यो सङ्कीर्ण भएर आफ्नो आफ्नो पढ्न थालेछ सबैले र अलिक घरमा उनीहरू बोल्छन् होला। तर आम भाषा जो कम्युनिकेसनको भाषा चाहिँ अब अफिसमा पनि नेपाली, हामी वकिल भएर कोर्टमा पनि नेपालीमा बहस गर्छौँ। मतलब सिनियर वकिल पनि गोर्खाली। महोदय, त्यही सन्दर्भमा एउटा अन्तिम प्रश्न सोध्न चाहन्छु। यदि गोर्खा भाषा र गोर्खा जातिले प्रयोग गर्ने भाषालाई गोर्खै भाषा भनेर मान्न सक्यौँ र एकमुष्ट भारतवर्षसँगै हामी सिक्किमले पनि पहिला चले जस्तै गोर्खाली र गोर्खा भाषा गर्न सक्यो भने हजुरको विचारमा के हुनेछ? यो त अब पहिलादेखि नै चलेको हो। अब अहिले पनि गोर्खाली भन्नेहरू पनि कम छैन सिक्किममा। यो कुरा पनि यो नेपाली वाहन भन्न छोडेका छन्। अनि त्यसले गर्दाखेरि अब कति के अरे नबुझ्नेहरूले चलायो भने पनि त्यो नगर्ने छन्। त्यसले गर्दाखेरि अब त हामीले भन्नै पर्यो, किन भारतले त अब भारतभरिको हाम्रो चिनारी त गोर्खै हो नि। अनि भारतमा पुगेर पनि अझै हामीले चाहिँ त्यो चिनारी दिउन भने हामी कहाँबाट आएको मान्छे। अनि दोष दिने चाहिँ यता
के अरे नेपालबाट आएका भन्नेहरू पनि थुप्रो छन्। जो गोर्खालीहरूका के अरे विरोधमा भएका व्यक्तिहरूले यसलाई अर्को उचाल्छ। त्यसले गर्दाखेरि हामी गोर्खाली हौँ, गोर्खा भाषा छ र हामी टाढीदेखि बहुत कति वर्षदेखि यो सैकडौँ वर्षदेखि यो भाषा हाम्रो यही हो। त्यसले गर्दा यो भर्खर उब्जेको भाषा त होइन। त्यसले गर्दा हामीले चाहिँ अब के अरे हाम्रो भाषाको नाम त गोर्खा भाषै हो नि त, त्यही चलाउनुपर्छ भनेर